ल अब फाइनल भिडियो हेर्ने बेला भयो। यसमा चाहिँ तपाईँको कता गयो ल हेर्नुहोस् 1,00,000 कति 17,000 रुपियाँ चाहिँ यो अटो चलाएर दुध बेचेर भएछ। अब यो कहाँबाट कति कताबाट कति भन्ने चाहिँ अलिकति नखुलाऊ होइन, किनभने थोरै के कुरा त गोप्य पनि राखिदिउँ। अथवा यसमा तपाईँलाई शङ्कै लाग्छ भने शङ्का लाग्न पायो, भयो होइन होला यत्रो देर भनौँ कि भन्ने यस्तो पनि लाग्न सक्छ। ठिकै छ, त्यो त तपाईँले बुझ्ने कुरा हो। अनि 1,17,000 त्यस पछाडि खर्च लगभग बिजुली खर्च, गाडी चार्जवाला हो नि त, त्यही भएर 27-28 3,000 भनिदिउँ। यो खाजा खर्च अलिअलि लाग्छ, यसो 12-15,000 जति लाग्छ। खाजा म खाइदिन्छु फेरि ड्याम्मै। लुगाफाटो 5-6,000 रुपियाँ, घरमा यताउता के गर्दा 10-12,000 रुपियाँ खर्च हुँदा लगभग 35,000 रुपियाँ जति चाहिँ खर्च भएछ 1,17,000 मा। पर्खिनुहोस् है त, अब 1 कता गयो 17,000 माइनस 35,000 82 ल 80 र 2,000 लगभग 80,000 को आसपासमा पैसा बाँचेछ यो महिना। मतलब कमाउने 1,00,000 थियो च्यालेन्ज चाहिँ, भएको त 1,17,000। अब त्यसमा खर्च त भइ नै हाल्छ अभियसली अलिअलि। अनि त्यसमा अब यो 30,000 रुपियाँ कता इन्भेस्ट थियो अलिअलि के जातिमा, त्यहाँबाट आएछ यो महिना। गर्दाखेरि 70, 80, 90, 110 1,10,000 जति चाहिँ मानौँ, 1,00,000 रुपियाँ जति चाहिँ पैसा अब यो महिना यस्तै भएछ, बाँचेछ भनौँ न। अब यसलाई धेरै ठाउँमा मतलब तलाउनु पर्ने हुन्छ, एफडीदेखि लिएर इन्सुरेन्स, यता डिसिए अनि के हुन्छ नि त। अब अलिकति त्यस्तै गरेर चल्ने गरिया छ। अब बनाएँ मैले, देखाएँ, कसरी लिनुहुन्छ, पैसा घमण्ड देखायो भन्नुहुन्छ कि पैसा यति कमाउँछु भनेर देखाउन खोज्यो भन्नुहुन्छ कि होइन, अथवा यसले यस्तो गर्दै रहेछ हामीले किन नगर्या भनेर लिनुहुन्छ कि गर्नुहुन्छ कि। कामहरू अहिले पनि धेरै छन्, वरिपरि देखिन्छ, अब गर्दैनन्, यस्तो काम कसले गर्छ भनेर। यही बिचमा 1-2 जना दाइहरूले आइडिया दिनुभयो, एकदम राम्रो के यहीँ वरिपरि भएकै कामहरू, गर्न सकिने कामहरू। अब मैले कसैलाई भने त्यो मेरो उमेरको केटाहरूले गर्दैनन्। अनि अर्को नम्बर कुरा भनेको यो दुध बेच्ने जुन कुरा छ नि, यो आजभन्दा 5-6 वर्ष अगाडि त म निकै सानै, अलिकति उमेर सानै थियो नि त। अनि त्यति बेला लगभग त्यो मेरो उमेरमा त्यो काम खासै कसैले गरेको थिएन। अनि अहिले पनि अब म अलिकति त ठुलो भएँ होला, त्यसमा चाहिँ अहिले पनि यो काम गर्ने म लगभग सबैभन्दा जुनियरै हो कि। मभन्दा सानो अब भाइहरू मैले चाहिँ सायद देखिया छुइनँ, अब कोही छ भने थाहा छैन हाम्रो ठाउँमा चाहिँ। त्यसैले अब काम सानो ठुलो हुँदैन, अब कमाउनु पर्ने पैसा हो, जसरी कमाइन्छ गरे भयो। ल यस्तै हो, 1 महिनासम्म भिडियो हेरिदिनु भयो। अब यो हिसाब विश्वास लाग्छ लाग्दैन तपाईँको कुरा हो। अब कोही यसो अलिकति ट्रस्टेबल मान्छेलाई म सल्लाह यसो यति भनेर पठाइ पनि दिउँला। अब जसले चाहिँ यसरी खुलाउनुहुन्न त्यसको लागि चाहिँ अब अरू चाहिँ विश्वास गर्नुहुन्छ हुन तपाईँको कुरा। अब 1 महिनासम्म भिडियो हेर्नु भएको छ, कसरी काम गरिरहेछ भन्ने कुरो। बिहान 5 बजीदेखि अगाडि र राति लगभग मेरो सुत्दाखेरि 12 बज्छ प्रायः डेली, त्यही 3-4 घन्टाको सुताइ हुन्छ। ल यस्तै हो फाइनल्ली गाइस, सबै त गरेर लगभग 1,00,000 रुपियाँ पैसा यो महिना बचाइयो, कमाइयो मात्रै होइन बचाइयो। यस्तै छ अब अरू त्यस्तै हो। ल बाई 1 महिनासम्म भिडियो हेरिदिनु भयो। धेरैजना एकदम एक्साइटेड पनि हुनुभयो, त्यसको लागि धेरै माया तपाईँहरूलाई। यसो त्यो फलो चाहिँ गरिदिइराख्नु कि, यसो कमेन्ट लाइक गरिदिनु, अलिकति आफूलाई पनि मजा आओस् न। ल बाई।